मलाई सबैभन्दा ठुलो चित्त दुखाइ र टेन्सन कहाँ छ भने जनताले यति धेरै विश्वास गरेको लगभग 2/3 मत दिएको मान्छे भाँडाकुटी खेले जस्तो सोचिरहेको छ यो देशको सरकार र सिंहदरबारलाई। एकचोटि जलाएर नपुगेर फेरि यो संसदको हुर्मत लिँदैछ, बलात्कार गर्दैछ संसदमाथि, जनताको सार्वभौम सत्तामाथि। जल्लादो बालेन हो मुजी हो, यसपालिको जलादो 2/3 को जलादो। नराम्रो काममा होइन, राम्रो काममा जलादो के बालेन दाइ, राम्रो काममा जलादो। मुजी सुन साला, राम्रो कामको पक्षमा जाऊ, राम्रो कामको पक्षमा बोल। जनताले बनाएको बालेन दाइलाई प्रधानमन्त्री, जनताले, गरिब जनताले, 3 करोड जनताले बनाएको हो। मुजी तिमीले भनेर हुँदैन। मुजी राम्रो कामको पक्षमा बोल। र बालेन दाइले तिमीले सिकाउनु पर्दैन के। बालेन दाइ आफै कुरा बुझेर सिकेर आएका हुन्, मिडियाबाट आएका हुन् के, क्यामेराको अगाडिबाट आएका हुन्। मुजी सुन साला, तिमी त 1 नम्बरको चुतिया रहेछ। साला स्ट्यान्डअप कमेडी स्टेज शो गरेर राम्रै पैसा कमाउँदै थियो त। तिमीले पार्टीको झोले बनेर कसले भनेको थियो झोले बन्नलाई? पार्टीको पछाडि गुँ खाएर हिँडिरहेछौ तिमी, जनतालाई भड्काइरहेछौ तिमी, अनि तिमी भन्छौ तिमी अहिले ज्ञान सिकाउँदैछौ बालेन दाइलाई। मुजी साला चुतिया, थु मुजी, सुधार बानी सुधार के तिम्रो मुजी साला।